आज लमजुङतिरको यसो यात्रा गर्दै जाँदाखेरि बाटोमा चाहिँ एउटा झरना देखियो। त्यो झरनाको चाहिँ यसो दृश्य मैले चाहिँ कैद गरेको छु। आमखोला झरना भन्दो रहेछ यसलाई। तपाईँहरू पनि यो हेर्न सक्नुहुन्छ। लमजुङबाट यो हामी मनाङ जाने बाटोमा पर्दछ। खुब रमाइलो थियो त्यो झरना र हामी यसरी चाहिँ यो झरनाहरूमा एकछिन फुल इन्जोय गऱ्यौँ। फोटोसोटो खिच्यौँ, भिडियो खिच्यौँ। त्यसपछि हामी आफ्नो गन्तव्यतिर लाग्दै गएका थियौँ। जे होस्, लमजुङ यात्रा दोस्रो पटक हो, रमाइलो भयो। लमजुङको आमखोला झरनामा आज म मस्तले झर्ना छरिरहेको छु। यो चाहिँ नि दृश्य यो आमखोला झरना यो लमजुङ जिल्लामा पर्दछ। अहिले मनाङ जाने बाटोमा राम्रो छैन त। आहाउ